संस्कृति भित्राउनु भएन क्या। मैले पहिला पनि भने सायद प्रकाश सपुत रिसायो होला, रिसा पनि छ अरे होइन, रिसाए बालै छैन मलाई होइन, म त भएको चिज भन्ने हो। जस्तै पुजार सार्कीको बेलामा नि दिनेश राउत भने मेरो घरमुनिको मान्छे हो क्या, भुइँथाङमुटकै मेरो चेलो चपेटोमा पर्छ, उनीहरू रिसाएको रहेछ यति मलाई होइन। किनभने त्यही पुजार सार्की चलिसकेपछि पल शाहले पनि भनेको थियो कि एकचोटि त मैले गरिहालेँ यस्तो जातपातको फिल्म होइन, अब यस्तो जातपातको फिल्म गर्न नपरोस्, सायद म गर्दा नि गर्दिनँ, उसले पनि भनेको थियो होइन। अहिलेको जमानामा यो जातपातको कुरा ल्याएर उनीहरूको फिल्म भने मनोरञ्जन हो क्या। जस्तै अब चैत्र 29 गते पिताम्बर आउँदैछ होइन, पुरै एक्सन छ, कमेडी छ, इमोसन छ, फिल्म भने त मनोरञ्जनको लागि जाने हो क्या, पढ्नलाई होइन। त ठुलो जात त सानो जात हेर्न जाने हो फिल्म भने हलमा। त्यो पनि अहिलेको अमूल्य समय यत्रो महँगीमा त्यत्रो महँगो टिकट काट्नुपर्छ यार, टिकटभन्दा बढी पार्किङमा जान्छ, पार्किङभन्दा बढी त्यो भुटिया मकैमा जान्छ यार। अब एकपछि अर्को फिल्महरू सुपर फ्लप हुँदै गइरहेछन्, पानी भन्न पाएको छैनन्। पिताम्बरले के गर्छ? पिताम्बर चल्नु पर्यो, पिताम्बर चलेन भने होइन यो स्टार भन्ने हिरो हिरोइन कसैले पनि होइन यो 50 लाख 60 लाख भनेर भन्नु हुँदैन, 50 रुपियाँमा खेल्दा हुन्छ कि। किनभने निर्मातालाई गाह्रो छ नि यार, करोडौँ झन् पिताम्बरमा त आधा फिल्म इन्डस्ट्री छ, करोडौँको लगानी छ होइन। अब यतिको फिल्म पनि चलेन भने त होइन सायद फिल्म पनि बन्दैन होला कि। पाकिस्तानमा पहिला भयङ्कर फिल्म बन्थ्यो, अहिले फिल्मै बन्दैन नि पाकिस्तानमा, त्यही हुन पनि निबर लाउँदैन कि। त्यही भएर राम्रो फिल्महरू जस्तै पूर्णबहादुरको सारङ्गी पछि होइन, हुन त मान्छेले धेरै फिल्मलाई चल्यो भन्यो होइन, यहाँ मिडियाहरू कस्तो छ भने अलिअलि पैसा पेलिदियो भने होइन त्यो आफ्नै मान्छेहरू हलमा लगेर भर्छन् अनि व्यापक हिट भनेर लगाइदिन्छ कि। पूर्णबहादुरको सारङ्गी पछि खासै भन्यो भने होइन त्यस्तो तालले फिल्म कुनै पनि चलाएन। भन्न त भन्छ यो चल्यो ऊ चल्यो होइन, म आफै फिल्म लाइनमा छु, मलाई थाहा हुन्छ नि कति आयो भनेर। ऊ अलिकति तैपिछे चल्यो त्यो हाम्रो के अरे खेलाडी एन्जिला नि त मार्केटमा आएको होइन ऊ होइन, तर अहिले सारङ्गी पछि आएको फिल्ममा अलिकति चलाएको छ एन्जिलालाई चाहिँ चलेको मान्नुपर्छ। त्यही पनि त्यो मार्केटमा आएको होइन, करोडौँको बिजनेस त्यो होइन कि, मेरो विचारमा 5-6 करोड चाहिँ पुग्यो होला। तर त्यो जुन कसैले सोध्दै नसोचेको फिल्म पनि 5-6 करोड बिजनेस हुनु भनेको त होइन एकदम ठुलो कुरो अहिले। तर अब अन्तिममा यो विषयमा चाहिँ बसन्त फिल्म अब के हो त, एभरेज हो कि सुपर फ्लप भयो कि सुपर हिट भयो कि ब्लकबस्टर भयो कि अल टाइम ब्लकबस्टर हुन्छ कि के हुन्छ यो भन्नुहोस् त। चलिरहेछ त्यो के हुनु पाइन्छ थाहा छैन होइन। अब प्रकाश सुवेदी दाई हुनुहुन्छ नि हाम्रो रजत पट अङ्कल, म चाहिँ चुल्टी अङ्कल भन्छु होइन, उहाँको भाषाले भन्यो भने चाहिँ वास आउट पानीको पा पनि भन्न नपा भन्छ नि उहाँले, त्यो सायद उहाँको प्रोग्राममा आउला होइन। अब मैले हेर्न पाइन्छ कति फिल्महरू होइन राम्रो भएर पनि नचलिरहेका हुन्छन्, कति फिल्म झुर भएर पनि चलिरहेका हुन्छन् क्या हुइमको भरमा, त्यस्तो उदाहरण धेरै छ। अब यो म चाहिँ आशावादी छु है बसन्तमा, किनभने हाम्रो सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हिजो फर्किसक्नु, हिजो कि आज फर्क्यो आज होइन, सायद भोलिबाट मान्छे आउँछ कि, किनभने उहाँले जुन गुणगान गाउनु भएको छ केपी ओलीज्यूको एमालेको होइन, त्यो हिसाबले चल्नुपर्ने हो।